भनेको छ हेर्नुहोस् त दाउद राजाले, उहाँले मेरो प्राण पुनर्जीवित पार्नुहुन्छ र उहाँले आफ्नै नाउँको खातिर मलाई धार्मिकताको मार्गमा के भनेको छ यहाँ, मार्गको कुरा भनेर भनेको छ। शरीरको कुरामा, संसारको कुरामा जब तपाईँ र मैले परमेश्वर पाएका थिएनौँ, हामी कस्ता थियौँ मान्छेहरू, होइन? हामी हिन्दू थियो भने कसैले चाहिँ ढुङ्गामती तपाईँले पूजा गर्नुहुन्थ्यो होला, त्यसलाई आस्था गर्नुहुन्थ्यो होला, धर्म कर्मको कुरामा गर्नुहुन्थ्यो होला। बुद्धिस्ट हुनुहुन्छ भने कति कुरा मेडिटेसनको कुराहरूलाई मान्नुहुन्थ्यो होला, शान्तिको खोजी गर्नको लागि बुद्ध आफैले पनि त्यो कुराहरू गरेको कुराहरू थियो होला। तर प्रभुले तपाईँ र मलाई भनिसक्नु भएको छ है, बाटो चाहिँ म हुँ। सबैभन्दा पहिला परमेश्वरले भन्नुभयो बाटो चाहिँ म हुँ। प्रभु आफै स्वयंले भन्नुभयो प्रभुले बाटो चाहिँ म हुँ। अब तपाईँ र मैले हेर्ने बाटो चाहिँ कता छ है? धेरै कुराहरूमा तपाईँ र मेरो जीवनमा हाम्रो बाटोहरू हामीले मिस्टेक गरिरहेको हुन्छ। म पनि गाडी कुदाउँछु, गाडी कुदाउँदाखेरि बाटो मिस्टेक हुँदाखेरि आफूलाई लाज लाग्छ क्या। ठिक तरिकाले मैले बाटो चाहिँ त्यो नेभिगेसनमा हाल्नुपर्ने गर्दाखेरि पनि यताबाट जानुपर्ने भन्दाखेरि अलिक माथिबाट गएपछि फेरि घुमेर आउँदाखेरि समय पनि खायो। विभिन्न कुराहरू हुन्छ त्यहाँनिर, अनि आफूलाई पनि इरिटेटिङ कति कुराहरू लाग्ने कुराहरू हुन्छ है। दाउद राजाले जानेको थियो तपाईँ मेरो के रहेछ त, सबैभन्दा पहिला मार्ग चाहिँ तपाईँले चाहिँ मेरो धार्मिकतामा मलाई अगुवाई गर्नुहुन्छ। दोस्रो कुरा, धेरै वचनहरू छ, म छोटो छोटो रूपमा तपाईँलाई भन्छु। यहुन फेरि भजन सङ्ग्रह 32:8 के भनेर भनेको छ हेर्नुहोस् त। भजन सङ्ग्रह 32:8 पनि यसरी लेखेको छ हेर्नुहोस् है, दाउद राजाले, म तँलाई शिक्षा दिनेछु र तैँले कुन मार्गमा चढ्नुपर्ने हो सो तँलाई म सिकाउनेछु भनेर भनेको छ। कुन मार्गमा हिँड्नुपर्ने, यदि तपाईँ र मलाई डेस्टिनेसन थाहा छैन भने है, त्यो बाटो नै थाहा छैन भने, त्यो मार्ग नै तपाईँ र मलाई थाहा छैन भने के भयो त, हामी त्यो गन्तव्यमा हामी पुग्न सक्दैनौँ। दाउद राजाले यहाँनिर राम्रोसँगले लेख्नु भएको छ है, मलाई शिक्षा दिनुहुन्छ र तैँले मलाई शिक्षा दिनुहुन्छ र तैँले कुन मार्गमा चल्नुपर्ने हो सो तँलाई सिकाउनेछु भनेर। त्यसपछि के भनेको छ, तँमाथि नजर राखेर म तँलाई सल्लाह दिनेछु भनेको छ। परमेश्वरले तपाईँ र मलाई सल्लाहकार दिनुभएको छ, पवित्र आत्मा। तपाईँ र म हिँड्ने बाटोहरूमा चाहिँ हामीले कसको कुरालाई सुन्दैछौँ, कसको कुरालाई हेर्छौँ। जुन कुरा तपाईँले हेर्नुहुन्छ, मैले मिडिया नहेर्नु, टिभी नहेर्नु, तपाईँले इन्टरनेट नहेर्नु भनेको होइन। तपाईँले नि त्यो 1 घन्टा हेर्नुहुन्छ, 2 घन्टा हुन्छ, 3 घन्टा हेर्नुहुन्छ, 4 घन्टा हेर्नुहुन्छ, महिनै दिन हेर्नुहुन्छ, त्यतैतिर तपाईँको सोच, तपाईँको बोली, तपाईँको वचन, तपाईँको जीवन, तपाईँको शैली त्यतैतिर जान्छ। तर दाउद राजाले भन्न खोजेको कुरा चाहिँ तपाईँ मेरो जीवनमा के रहेछ, परमेश्वरको वचनलाई भनेर भनेको छ। परमेश्वरमा चाहिँ तपाईँ र मेरो चाहिँ मार्गदर्शन परमेश्वरले दर्शाउनुहुन्छ भनेर भनेको छ। प्रभुले तयार गर्नुभएको बाटोमा हामी हिँड्नको लागि कतिजना तयार छौँ। सुरुमा हामी जब क्रिस्चियन थिएन होला, कतिजना, म त जन्मै क्रिस्चियन भएको कारणले गर्दाखेरि कति कुराहरू त्यो अनुभव गर्ने मौकाहरू पाएन है। कतिजना तपाईँहरू अविश्वासबाट अविश्वासी हुनुभयो। अब तपाईँहरूको जीवनमा तपाईँले जान्नुभएको छ पहिलाको जीवन कस्तो थियो, अहिले परमेश्वर पाएपछि जीवन तपाईँहरूको कसरी हिँडिराख्नु भएको छ, अगाडि बढिरहेको छ होइन। धेरैजनालाई परमेश्वर तपाईँले विश्वास गर्नुभयो भने त तपाईँको जीवनमा सबै कुरा भइहाल्छ नि भनेर तपाईँहरू क्रिस्चियन हुनुभयो होला। तपाईँले अगुवाहरूले पनि त्यसरी सिकायो, कसैले तपाईँलाई परमेश्वरको वचन पनि त्यसरी भन्यो होला। मेरो 40 वर्ष बेसीको मेरो क्रिस्चियन जीवनको यात्रा, सेवकाईको अहिले 11 वर्ष हुन लाग्यो मेरो यात्रा। जान्नुभयो भने सजिलो छ, तर हामीले कति कुराहरू पार गर्नुपर्ने कुरा हुन्छ, कतिवटा कुरा पार गर्नुपर्ने कुरा हुन्छ, त्यो परिस्थितिहरूबाट हामी हिँड्नुपर्ने कुराहरू हुन्छ। तपाईँ मेरो जीवनमा प्रार्थनाको जीवन छैन भने, तपाईँ मेरो जीवनमा वचन पढ्ने जीवन छैन भने, परमेश्वरले दिनुभएको मार्गदर्शन अनुसार हिँड्ने जीवन छैन भने तपाईँ मेरो जीवनमा नि एकछिन अगाडिसम्म त हाम्रो इच्छा र योजना चाहनाले हामी हिँड्छौँ, लडिहाल्छ, ठेस खाइहाल्छ। त्यसपछि के गर्छ फेरि? त्यसपछि फेरि हामी परमेश्वरलाई पुकार्न लाग्छौँ,
प्रभु मलाई बचाउनुहोस्, मलाई सहायता दिनुहोस्, मलाई मेरो यो परिस्थितिमा म परेँ, मलाई निकाल्नुहोस्, किन मेरो प्रार्थना सुन्नुहुन्न भनेर तपाईँले भन्नुहुन्छ, मैले भन्छु। प्रभुले त तपाईँले मलाई डिरेक्सन दिइसक्नु भएको छ। बाइबलमा के कुरा लेखिएको छ है? मेरो श्रीमतीले बाइबलको त्यो अध्ययन गर्ने कुराहरू पनि तपाईँलाई महिनाको तपाईँलाई पठाइराख्नु भएको हुन्छ। तपाईँहरू कति बाइबल अध्ययन गरिराख्नु भएको छ? महत्त्वपूर्ण कुरा त्यहाँ मण्डलीको थ्रुबाट एउटा लिडरको रूपमा हामीले तपाईँहरूलाई दिने ट्रेनिङको कुराहरू, हरेक गर्नुपर्ने ट्रेनिङको कुराहरू, लिडरहरूले पनि आफू पनि ट्रेनिङ गर्नुपर्ने कुराहरू धेरै छ है। यो यात्रा भन्ने कुरा सजिलो छैन, आत्मिक जीवनको चाहिँ है। तपाईँले मैले जान्नुपर्ने कुरा चाहिँ मत्ती 7:14 के लेखेको छ हेर्नुहोस् त। यहाँ पनि लेखिएको छ, मत्ती 7:14 बाटोको बारेमा लेखिएको छ। साँघुरो बाटोमा हिँड्नु भनेर भनेको छ। साँघुरो ढोकामा पस्नुको लागि यहाँ हाम्रो ज्वाइँ नेवार हुनुहुन्छ, श्रेष्ठ हुनुहुन्छ है। अझै तपाईँहरू श्रेष्ठ तपाईँहरू साथीभाइहरू होला होइन। त्यो भक्तपुर अनि विभिन्न ठाउँहरूमा तपाईँहरू जानुभयो भने होइन, मेरो पनि साथीहरू नेवार भएको कारणले उहाँहरूको घरहरू के हेर्दाखेरि नि त्यो कस्तो प्लानिङ गरेर बनाउनु भएको छ कि एउटा घरबाट अर्को घर जाने है। अनि ढोकाहरू साँघुरो अनि विभिन्न कुराहरू चाहिँ कस्तो सिस्टमले बनाउनु भएको छ क्या। त्यो आर्किटेक्चर नेपालको एकदमै बालन मेयरले भनेको कुरा चाहिँ एकदम ठिक हो। नेपालको आर्किटेक्चर एकदम राम्रो छ, जान्न सक्यो भने पनि है। आधुनिक भन्दा पनि पुरानो शैलीको कुराहरू कति अप्ठ्यारो छ है। बाटो पनि तपाईँ र म फराकिलो बाटो हामी हिँड्दाखेरि सजिलो हुन्छ। गाडी कुदाउनु कति हाइवेमा मजा आउँछ। अस्ति बहिनीले भन्दै थिइन् होइन, ठुलो बाटोमा हिँड्दाखेरि म पनि आफै हाइवेमा पनि हिँड्छु, साधारण बाटोमा पनि हिँड्छु। तर हाइवेमा हिँड्दाखेरि स्पिड धेरै हुन्छ, रमाइलो पनि हुन्छ, एक्सिडेन्ट धेरै हुन्छ। साँघुरो बाटो हिँड्नुहोस्, जोगिनुपर्छ, ठोकिन्छ कि लड्छ कि के हुन्छ कि मान्छे आउँछ कि बच्चा दौडेर आउँछ कि है, को मान्छे आउँछ कि साइकल आउँछ कि। मैले पहिलाको समय नै भन्यो भने अब म क्रस भइसकेको जेब्रा क्रसिङबाट एकजना दिदी आएर ठोकिनु भएको छ गाडी। गल्ती त मेरै भयो है। एकचोटि रोक्नु पर्ने हो। मैले पनि मान्छे छ कि छैन, उहाँ पनि रनिङ गर्दै आउनु भएको, म त्यसरी एकचोटि फसेको छु आफै। गल्ती त मेरो पनि होइन, उहाँको पनि होइन। तर यहाँको सिस्टम अनुसार चाहिँ ठुलो पनि गल्ती हुँदो रहेछ। किनभने म गाडीभित्र छु, साधारण हिँड्ने मान्छे एक्सिडेन्टमा पऱ्यो। किनभने यहाँनिर 14मा लेखेको छ, किनभने त्यो ढोका साँघुरो हुन्छ, त्यो बाटो असजिलो हुन्छ भनेर भनेको छ। कतिजना तपाईँलाई सजिलो हुन्छ भनेर भने तपाईँलाई सिकाउने अगुवाहरूले, तपाईँहरूलाई सिकाउने सुरुमा तपाईँले सिक्नु भएको मण्डली होला, कोही क्रिस्चियन दाजुभाइहरूले तपाईँलाई क्रिस्चियन जीवन चाहिँ नि तपाईँले जीवन सजिलो छ है, स्वर्ग पुगिहालिन्छ, दुःख कष्ट केही पनि गर्नु पर्दैन भनेर तपाईँलाई मलाई हामीले कतिजना सिकेको छ होला। मान्छेले के भन्दैछ भनेर मैले भन्दैछु है तपाईँलाई। मैले धेरै अगाडिदेखि तपाईँलाई म भनिरहेको छु, मान्छेले के भन्दैछ भनेर मान्छेको पछि नलाग्नुहोस्, मान्छेको पछाडि हामी नलाग्नु। परमेश्वरको वचनले के भने, यहाँ के भनेर भनेको छ, प्रभु आफू स्वयंले भन्नुभएको छ यहाँनिर। मैले अघि तपाईँलाई दाउदको बारेमा भने, दाउदले त जानेको थियो, उसले त भेट्न पनि पाएको थिएन परमेश्वरलाई हो। त्यो पालभित्र पसेर परमेश्वरको आवाजलाई उसले महसुस गर्थ्यो, उसले परमेश्वरलाई महसुस गर्थ्यो। त्यहाँनिर पवित्र आत्माले उसलाई त्यो प्रेरणा दिनुहुन्थ्यो त्यहाँ त्यतिखेरको समयमा। अब प्रभु यीशु ख्रीष्ट स्वयं आएको कुरामा तपाईँ मेरो जीवनमा प्रभु यीशु ख्रीष्टले के भन्दै हुनुहुन्छ भन्ने कुरालाई हामी धेरै अगुवाहरू पनि, यहाँ अब पास्टरजी पनि हुनुहुन्छ है, म पनि आफै स्वयं यहाँनिर आपा यहाँ लिडर तपाईँहरू हुनुहुन्छ, वचन तपाईँहरू भन्दै हुनुहुन्छ है। हाम्रो जीवनमा प्रभु यीशु ख्रीष्टले चाहिँ के भन्दै हुनुहुन्छ भनेर तपाईँले मैले प्रचार गर्न सक्नु पर्यो। सुन्नेले पनि त्यो कुरा तपाईँले जान्न सक्नु पर्यो। तपाईँले मेरो अघिको मैले भने हाम्रो पिलर, हाम्रो तलको जग चाहिँ प्रभु यीशु ख्रीष्टमा छैन भने, मैले मेरो टेस्टमनी भन्नु पर्यो भने त यहाँनिर त एउटा किताबै हुन्छ होला होइन, कसैको तपाईँले भन्नुहुन्छ र तपाईँको किताबै हुन्छ। तर त्यो क्रिस्चियन जीवन तपाईँको जीवनमा प्रभु यीशु ख्रीष्ट छैन भने, त्यो क्रुस छैन भने, हाम्रो यहाँ पछाडि क्रुस छैन, क्रुस हुनुपर्ने हो तर हाम्रो अहिले चर्च अझै वर्णन भएको छैन। क्रुसको चाहिँ यहाँबाट प्रचार हुँदैन भने त्यो मण्डली चाहिँ के हो, त्यहाँ चाहिँ बाटो सत्य र जीवनै छैन। त्यहाँनिर म यो पनि भन्न सक्छु,
किनभने हामीले प्रचार गर्ने चाहिँ प्रभु यीशु ख्रीष्ट, मान्छेलाई प्रचार गर्ने होइन, हामीले आफ्नो योजनाको कुराहरू होइन, हामीले प्रभुलाई प्रचार गर्न सक्नु पर्यो। र प्रभुको वचनले के भनेको छ तपाईँले मैले सिक्नु पर्यो। प्रभुले के भनिदिएको छ, असजिलो त्यो ढोका चाहिँ असजिलो छ, तर त्यसले के गर्छ भनेको चाहिँ त्यसको तल तपाईँले पढ्नुहोस् त। तर त्यो साँगुरो बाटो तपाईँले मैले रोजेको बाटोले चाहिँ के गर्दो रहेछ त, त्यो असजिलो छ, गाह्रो अप्ठ्यारो छ, तर त्यसले के गर्छ, त्यसले चाहिँ जीवनमा पुऱ्याउँछ भनेको छ। कति असल हेर्नुहोस् त, प्रभुले भन्नुभएको कुरा कति असल छ। बुझ्नु भयो तपाईँले, मैले बुझ्न सकेका छैनौँ हो। क्रिस्चियन जीवन त ओहो कति गाह्रो रहेछ, दिनरात प्रार्थना गर्नुपर्ने रहेछ, वचन पढ्नुपर्ने रहेछ, यसरी भेला हुनुपर्ने रहेछ, टाढा नजिकबाट भेटी चढाउनु, दशौँ चढाउनु पर्ने रहेछ है। फेरि मण्डलीले विभिन्न कुराहरू योजना गरिरहेको छ, त्यो मण्डलीहरूमा पनि भाग लिनुपर्ने रहेछ। जवान भाइ बहिनीहरूलाई त धेरै गाह्रो छ। सन्डे स्कुलको नानीहरूले मैले सिकाएको छु, उनीहरूलाई सिकाउनु कति गाह्रो छ, तर त्यसले के पुऱ्याउँदो रहेछ तपाईँको जीवन। प्रभुले भन्नुभयो जीवनमा त्यसले पुऱ्याउने रहेछ। अर्को कुरा के भनेर भनेको छैन त, जीवन मात्रै पुऱ्याउने होइन त्यहाँनिर, तर त्यो बाटो हिँड्दाखेरि त्यसलाई भेट्नेहरू चाहिँ कति हुने रहेछ, त्यो त्यहाँनिर प्रशस्तै हुनेछ भनेको छ। त्यो थोरै मध्येमा तपाईँहरू परेको छ कि छैन। प्रभुले त भन्नुभएको छ, प्रभु प्रभु भन्ने सबै स्वर्गका राज्य पस्छ। न्यायको दिनमा नि तपाईँले मेरो न्याय चाहिँ त्यतिखेर हुन्छ। अहिले हामी एकअर्कालाई हेरेर फलाना दाई दिदी बहिनी यसरी यो त्यो भनेर हामी एकअर्कालाई दोषाइरहेको हुन्छ। मण्डलीभित्र पनि त्यो भइरहेको हुन्छ, बाहिरको रूपमा पनि भइरहेको हुन्छ। न्यायको दिनमा तपाईँ म एक्लै उभिनुपर्छ त्यो ठाउँमा। अब हेर्नुहोस्, लुका 9:57 देखि 62 पनि प्रभुले भन्नुभएको छ त्यहाँनिर। म धेरै वचनहरू आज मैले तयार गरिनँ है। म फेरि किन वचन यति धेरै चाहिँ लिएर आयो यो दाइले भनेर तपाईँले नभन्नुहोस्, भाइले नभन्नुहोस् है, किनभने वचन बिनाको हाम्रो लुका 9:57 देखि 62 के लेखिएको छ हेर्नुहोस् त त्यहाँनिर। म तपाईँहरूलाई यो पढ्न लाउँदिनँ। तपाईँसँग बाइबल छ भने बाइबलहरू तपाईँले लिएर आउनुहोस्, बाइबल छैन भने तपाईँहरूले मण्डलीबाट किन्न सक्नुहुन्छ अथवा आफैले पनि किन्न सक्नुहुन्छ है। यहाँनिर हेर्नुहोस्, लुका 9 के लेखिएको छ यहाँनिर चेलाहरूलाई यहाँनिर जाँच भएको कुरा हामी देख्दछौँ। जब उहाँहरू बाटोमा जाँदै हुनुहुन्थ्यो त्यहाँ पनि बाटोको कुरा लेखिएको छ। तपाईँ एउटा मानिसले उहाँलाई भने, हे प्रभु तपाईँ जता जानुहुन्छ म तपाईँको पछि लाग्न तयार छु भनेर भने। तब येशूले त्यसलाई भन्नुभयो, फेउराहरूको पाल छन् र आकाशका चराचुरुङ्गीहरूको गुड छ, तर मानिसको पुत्रको त शिर राख्ने ठाउँ पनि छैन।